नमस्कार दाजु। नमस्कार आज पनि सागसब्जी लिएर आउनुभएछ। योपालि नि दाजु मलाई यो सोध्नु मन थियो, बस्तीमा नि सुन्तला फलाइ कति भयो? सुन्तलाको पनि एकदम भव्य रूपले नै राम्रोसँगले फलेको छ। एकदम स्याहार्ने जतिको चाहिँ एकदमै अब त्यस्तो त मैले पनि देखिनँ फलाइहरू है। अब एकदमै अब फलेको छ। सरदारलाई पनि खुसी छ योपालि, बोटवालालाई पनि खुसी छ। दाम पनि छ भन्छ है, तर अब सिलगढी गएर सोधी खोजी त गरेको छैन। सुनेको भरमा अब दाम चाहिँ दामी नै छ भन्दैछ है। दाम चाहिँ छ, साइज पनि राम्रो छ योपालि, कलर पनि राम्रो छ है। अब यो तपाईँले लिएर आएको सुन्तला छ होइन? हजुर, यसलाई त किल भन्छ। यसलाई चाहिँ तपाईँको ठुली भन्छ। ठुली हो यो, देखाउनु त सेप हातमा यो चाहिँ तपाईँको यस्तो छ कि अब यो चाहिँ मैले यसलाई चाहिँ भन्छ ठुली भन्छ होइन? यो चाहिँ ठुली भन्छ, ठुलीमै जान्छ यो। चाहिँ योभन्दा सानोलाई चाहिँ किल भन्छ। किल चाहिँ अब बोरामा हालेर अब तल लान्छ, कतिमा बेच्छ त्यो चाहिँ थाहा छैन होइन। यहाँ हाम्रो मिरिकमा त त्यो किल भन्ने त बिक्दैन, तर यो साइजसम्म चाहिँ सस्तो मस्तोमा जान्छ है। यो चाहिँ मैले तल हाम्रो दाजु सुमन दाजु चाहिँ सानो बगान थियो बिचराको, त्यो फल्नु फलेको थियो, तर त्यो चाहिँ मैले अब मोलाई गरेँ होइन। मोलाई गरेर टिपटाप गरेर चाहिँ अब यस्तो रह्यो। अब ठुल्ठुलो थियो होइन, मिडियम साइज ठुलो साइजहरू सबै थियो। अन्त ठुलो चाहिँ साइज अर्डर गरेर मैले सबै अर्डर गरेकोमा दिइहालेँ। अन्त रह्यो यस्तो होइन। सुन्तलाको तपाईँको नि सुन्तलाको पनि भेराइटी हुन्छ है? किल, आधात हुन्छ। माथा भनेको चाहिँ एकदमै ठुलो, अनि त्यहाँदेखि मुनिको चाहिँ आधात भन्छ, त्यहाँदेखि मुनिको चाहिँ मिडियम भन्छ। ठुली हुन्छ होइन? ठुली मिडियम चाहिँ योभन्दा ठुलो हुन्छ फेरि। अनि माथा भनेको चाहिँ एकदम ठुलो हो। त्यहाँबाट त्यहाँदेखि मुनिको आदत भन्छ, मिडियम ठुली यसलाई भन्छ ठुली। त्यहाँदेखिको मुनि किल हुँदै आउँछ। भनेपछि यो ठुलीको चाहिँ दाम कति छ त अहिले फिलहाल? यिनीहरूको त अब सरदारहरूले लग्यो भने पनि त्यस्तै अब 1 रुपियाँ 8 आना 4 आना त्यस्तै दिन्छ होला। तर अब हामीले बेच्दाखेरि चाहिँ यो चाहिँ अब दर्जनको हिसाबले अलिकति दाम पाउँछौँ। 50 रुपियाँ 60 रुपियाँ दर्जन गरेर बेच्दैछौँ। किनकि अब पब्लिकलाई पनि अब यो खालको सुन्तलालाई माग्यो भने बिचरा कतिजनालाई खानु मन लागेको हुन्छ होइन। अन्त अब महँगो गऱ्यो भने तर यो टेस्टी हुन्छ नि है एकदम। अब हाम्रो